So hey guys, welcome back to my channel. आज चाहिँ महाशिवरात्रिको दिन म र्यान्डमली 10 पर्सनलाई आस्क गर्छु महाशिवरात्रि किन मनाइने गर्दछ। जसको राइट एन्सर हुन्छ उसले पाउँछ 100 रुपीज एज अ प्राइज। लेट स्टार्ट। म तिमीलाई एउटा क्वेसन सोध्छु, त्यसको राइट एन्सर भन्यो भने चाहिँ तिमीले 100 रुपीज पाउँछौ। आर यु रेडी? यस। यस सुन्नु सुन्नु। यस। फेरि यस। ल महाशिवरात्रि किन मनाइने गर्दछ? ल फर्स्ट कन्टेन्टले नै नो भन्यो। अङ्कल चाहिँ भिडियोमा लगाउनु भएको थियो है, त्यही भन्नु भने शिवरात्रि हो भन्ने थाहा छ कि छैन? छ होला। हो आज शिवरात्रिको दिन नि हैन, म सोध्न गइरहेको छु तिमीलाई एउटा क्वेसन हैन, राइट एन्सर भन्यो भने 100 रुपीज एज अ प्राइज है त। ल आज शिवरात्रि किन मनाइने, महाशिवरात्रि किन मनाइने गर्दछ? खै शिवको बर्थडे होला नि। सो अब फर्स्ट कन्टेन्ट मन्दिरको गुरुबालाई सोध्न गइरहेको छु है त। लेट गो। मान्छे भेटाइसक्यौँ, अब हामी आन्टीलाई सोध्न गइरहेछौँ है, महाशिवरात्रि किन मनाइन्छ? यो हिन्दू धर्मले मान्ने एउटा महान चाड हो। आज चाहिँ शिव भगवानको जन्मदिन भएको भएर शिवरात्रि मनाइन्छ। सो आन्टीले चाहिँ अब रङ एन्सर भन्नुभयो है, किन मनाइन्छ? यो चाहिँ विशेष गरी शिव भगवानलाई पुज्नको लागि चाहिँ मनाइन्छ। अब जस्तै आज शिवरात्रि मनाइने विशेष त शिवकै लागि हो, तर शिवले के काम गरेको थियो? शिवले चाहिँ अब गाँजा खाने लट्ठो हुने काम गरेको थियो। सो रङ एन्सर। सो अब मैले मेरो साथी भेटाइसकेँ है, उसको नाम चाहिँ सौरभ हो। उसलाई हामी क्वेसन गर्नेछौँ, सेम क्वेसन है, महाशिवरात्रि किन मनाइन्छ? गाँजा खान। रङ एन्सर। शिवरात्रि मनाइने भने चाहिँ के अरे शिव भगवान र पार्वती भगवानको बिहे भएको दिन है। के पाउँथ्यो राइट भनेको भने। सो दाइले चाहिँ भन्न नसकेर आज शिव भगवानले चाहिँ रामायणमा जितेको भन्दै होइसिन्थ्यो, अनि यस्तै कुराकानी भयो। यसको चाहिँ भोइस मैले हालिनँ, सम रिजन छ, तर मैले पछि दाइलाई भने यस्तो यस्तो रिजन छ भनेर है। सो अब त्यो पुलिस अङ्कल चाहिँ त्यतिकै हामी भिडियो गर्दै हिँडिरहेको थियौँ, अनि भेट भएको थियो। शिव र पार्वतीको आज बिहे भएको दिन है। सो यो दाइको चाहिँ मुखमा क्रिकेट खेल्दा इन्जर्ड भएर रहेछ, त्यही भएर एन्सर भन्न सक्नु भएन। अङ्कलले पनि राइट एन्सर भन्न सक्नु भएन। यो दाइ चाहिँ एकदम चिलमा आइरहेको थियो, अनि मैले ठ्याक्क त्यतिखेर सोधेको थिएँ है, आज शिवरात्रि किन मनाइन्छ? शिवजीको लागि होइन, शिवजीले के काम गरे त्यस्तो मनाउने लागि? शिवजीले अब जन्मदिन हो कि अब जन्मदिन लागि अरू नेक्स्ट अप्सन केही? शिवजीको लागि अब यसको लाइक शिवजीको लागि गरिने दिवस हुन्छ, सो शिवजीको लागि। सरी रङ एन्सर। एन्सर चाहिँ आज शिव भगवान र पार्वती। त्यसपछि हामी गयौँ एउटा पसल, एसियन पेन्टवाला पसलमा, अनि त्यो अङ्कलले नि एन्सर चाहिँ भन्न सक्नु भएन। शिवरात्रि शिवको जन्म उत्सवको लागि। रङ एन्सर। शिवको उत्पत्ति भएको दिन। रङ एन्सर। ल लास्ट ट्राई। अब के थाहा भने मैले त्यही हो। शिवको आज शिव र पार्वतीको बिहे भएको दिन, सो आज शिवरात्रि मनाइन्छ। शिव र पार्वतीको बिहे भएको दिन पो हो शिवको जन्मोत्सव होइन। Thank you for watching. Bye bye and happy Shivaratri.